तामा र पित्तलका भाँडाहरू माझ्ने एकदम सजिलो तरिका। यो म्याजिकल घोल बनाउन मैले लिएकी छु 1 कप पानी, 1 चम्चा नुन र 1 चम्चा सिट्रिक एसिड। यसलाई घोल्नुस् र तपाईका तामा र पित्तलका भाँडाहरू यसमा डुबाउनुस् अनि हेर्नुस् जादु। धेरै जसोले पिताम्बरी युज गर्नुहुन्छ। पिताम्बरी भनेको एकदमै टक्सिक हो र यो सिट्रिक एसिड भनेको खान मिल्ने नन टक्सिक पदार्थ हो। यो बुद्धको मूर्तिमा धेरै दागहरू लागेका छन् र टार्निश पनि भएको छ। मैले यो सल्युसन वरिपरि सबैतिर लगाएँ र यो एकैछिनमा कस्तो राम्रो चम्कियो, सफा भयो। हजुरहरू पनि यो तिहारमा यसै गरी आफ्नो तामा र पित्तलका भाँडाहरू चम्काउनु होला।